किनभने म सहनशील मान्छे हो। सही भरतपुरको बारेमा नराम्रो नभनौँ भन्ने थियो। भरतपुर भनेको भरतपुरवासीहरूसँग मेरो कुनै दुःख छैन। महानगरपालिकासँग सम्झौता थियो, त्यसरी नै मलाई बिदाबारी गरिएला भन्ने थियो। एउटा कलाकार आफ्नो कला, आफ्नो परिवार, आफ्नो भविष्य सबै बिसाएर देशले गर्व दिलाउने एउटा सपना बोकेर अगाडि बढ्छ। तर अन्त्यमा के पाउँछ? अपमान, आरोप, मानसिक पीडा र देशकै विशाल प्रशासनिक जालोमा फँसिएको जीवन। यो कथा हो सीताराम कटेल अर्थात् धुर्मुसको, जो कहिले राजनीतिज्ञ थिएनन्, ठेकेदार थिएनन्, व्यापारी थिएनन्। उनी केवल एक कलाकार, तर अझ ठुलो कुरा एक नागरिक थिए, जसले सामाजिक सेवालाई मनोरञ्जनभन्दा ठुलो मूल्य दिए। आज हामी तिनै धुर्मुसको कथा लिएर आएका छौँ, जसले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने अठोट गरेर कार्य अगाडि बढाएका थिए। करोडौँ रकम सङ्कलन गरे, करिब 60 करोडको निर्माण पनि गरे। तर आज उनलाई भ्रष्टाचार भएको, त्यहाँ अनियमितता भएको आरोप लागेको छ। के साँच्चै धुर्मुसले भ्रष्टाचार गरे? उनलाई लगाएको आरोप यथार्थ हो कि मिथ्या मात्र हो? आज हामी यिनै विषयमाथि चर्चा गर्नेछौँ। कृपया भिडियो अन्तिमसम्म हेरिदिनुहोला अनि हामीले सब्सक्राइब पनि गरिदिनुहोला। एक समय थियो नेपालमा धुर्मुस सुन्तली फाउन्डेसनको नाम उच्चारण भयो कि अर्को श्वासमै सकारात्मकता, विश्वास र पारदर्शिता शब्दहरू आवत जावत गर्थे। भूकम्पपछि घरहरू पुनर्निर्माण, बस्तीहरू उकास्ने अभियान, जनताले पठाएको सहयोग र धुर्मुस सुन्तलीको रात दिनको श्रम सबै मिसिँदै गए। र एक दिन नेपाली जनताले नै मागे, क्रिकेट राष्ट्र बन्न लागेको नेपाललाई अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला चाहिएको छ। धुर्मुसले आफूले प्रश्न गरे, यसमा कार्य किन नगर्ने? किन एक कलाकारले यो सपना साकार नबनाउने? त्यही एक वाक्यले उनलाई जीवनकै सबैभन्दा ठुलो जोखिमतर्फ डोर्यायो। त्यति बेला नेपालमा क्रिकेटको एकमात्र अन्तर्राष्ट्रिय रङ्गशाला थियो, त्रिवी अन्तर्राष्ट्रिय रङ्गशाला, र त्यसबेला रङ्गशालाको नाममा खुल्ला चौर मात्र थियो। धुर्मुसले सुविधा सम्पन्न रङ्गशाला बनाउने सपना देखे, स्थानको खोजी गरे, चितवनमा जग्गा भेटियो, सम्झौता भयो भरतपुर महानगरपालिकासँग। प्रधानमन्त्रीदेखि स्थानीय नेतृत्वसम्मका सबै नेताहरू उपस्थित भए। जनताले ताली पाए, धुर्मुसले जिम्मेवारी पाए। तर यो आफ्नै हातले बनाएको जाल जस्तै भयो, जहाँ उनी पछि फसिँदै गए। मुक्त हुन खोज्दा अझै गहिरो दलदलमा डुब्दै गए। सुरुमा सहयोग ठिकै आयो, काम युद्ध स्तरमा अगाडि बढ्यो, देश विदेशबाट पैसा, सिमेन्ट र रड सबै आयो। तर दुर्भाग्य, त्यसपछिको समयमा कोभिड आयो, सहयोग रोकियो, तर निर्माण रोकिन सकेन। किनकि धुर्मुसलाई विश्वास थियो महानगरले आफ्नो दायित्व पुरा गर्नेछ। यही विश्वासले 5 वर्षसम्म उनलाई जकडेर राख्यो। तर अन्त्यमा त्यही विश्वास नै उनको सबैभन्दा ठुलो त्रुटि बन्यो। जब सहयोग घट्न थाल्यो, धुर्मुसले एउटै उपाय देखे, उधारोमा काम अगाडि बढाउने। किनकि महानगरले धानाञ्चल महायज्ञमा 69 करोड उठेको घोषणा गर्यो। 51 करोड त सरकारी निकायबाटै आउँछ भनियो। रङ्गशाला बनिसकेपछि सम्पत्ति महानगरले लिने सम्झौता कागजमै थियो। तर ठ्याक्कै त्यहीँबाट सुरु हुन्छ सबैभन्दा ठुलो मोड। महायज्ञमा कबोल भएको 69 करोड मध्ये फाउन्डेसनले पायो केवल 9 करोड 41 लाख मात्र। बाँकी पैसा आजसम्म पनि आउँदैछ भन्ने बहानामा हरायो र धुर्मुसको काँधमा थुपारियो 18 करोड 43 लाख रुपैयाँको उधारो। त्यसपछि उनको जीवन कलाकारिता होइन, सरकारी निकाय र अदालत घुम्नमै सीमित बन्यो। धुर्मुस मात्र होइन, घर परिवार पनि डुब्दै गयो। उनकी छोरी सुबिहानी 12 वर्षको कलिलो उमेर, तर जन्मेदेखि जटिल स्वास्थ्य समस्या, खुडाको हड्डी बिग्रिएको, खुट्टाको लम्बाइ 7 सेन्टिमिटर भिन्न, कम्तीमा तेस्रो नत्र चौथो अपरेसनको आवश्यकता र चिकित्सकको सुझाव अमेरिकामा लगेर उपचार गर्नुपर्छ। तर एकातिर छोरी, अर्कोतिर अदालत, तेस्रोतिर 18 करोडको ऋण कसरी सम्भव थियो? त्यति मात्र होइन, धुर्मुस आफै मानसिक रूपमा अलमोली भइसकेका छन्। उनी डिप्रेसन र गहिरो एन्जाइटीका शिकार बनेका छन्। अब त साथीको मोटरसाइकल मागेर हिँड्ने अवस्था छ। उनले कार कर तिर्न बेचिसकेका छन्। सुन्तली भन्छन्, मैले धुर्मुसलाई अहिलेसम्म लतार्दै जोगाएँ। अब उनलाई जोगाउने जिम्मा जनताको हो। अहिले सामाजिक सञ्जालमा आरोप, अफवाह, चरित्र हत्या र समर्थनको जुहारी नै चलेको देखिन्छ। सामाजिक सञ्जाल जसले कोहीलाई छेडभरमा देउता बनाउँछ, कहिले छेडभरमै राक्षस। अहिलेको धुर्मुसको अवस्था रङ्गशालाको काम पुरा गर्न नसकेको झट्का मात्र हो भन्ने सोच्नेहरू पनि धेरै छन्।
तर भाइरल हुँदै गइरहेका झुटो आरोप, खोटी बोलाइ, मनगढन्त कथाहरूले धुर्मुसलाई मानिसबाट अपराधी बनाइदियो। कसैले भने उनले रङ्गशालाको पैसाले आलिसान बङ्गला किन्यो, कसैले भने 2 क्रेटा छ र उनको घरमा स्विमिङ पुल पनि छ, कसैले त धुर्मुसले मासिक 7 लाख र सुन्तलीले मासिक 5 लाखसम्म तलब खायोसम्म भने। तर सत्य त्योभन्दा धेरै पर थियो। अख्तियारले 3 वर्षसम्म छानबिन गर्यो, उनका सम्पत्ति सबै नापियो र अन्तिममा निर्णय दियो कुनै अनियमितता भेटिएन। उनको खुमलटारमा घर थियो, त्यही पनि रङ्गशाला बनाउनुभन्दा पहिले नै बनाएको। त्यही घर पनि बेचेर कुसिन्तीमा सानो घर किने। बाहिर भनिएको जस्तो न त उनको घरमा स्विमिङ पुल छ न त 2वटा गाडी। उनीसँग भएको एउटा क्रेटा पनि बेचेर 32 लाख कर तिर्न बाध्य भएका थिए। आज त उनीसँग 2 पाङ्ग्रे समेत छैन। फाउन्डेसनबाट लिएको भनिएको लाखौँ तलब कुनै प्रमाणित हुन सकेको छैन। यात्रा खर्च र मोबाइल रिचार्ज बाहेक कुनै दाम कहिले नलिएको उनीहरू बताउँछन्। यस्तो दाबी गर्नेहरू कतिपय त त्यही मानिस छन् जसले फाउन्डेसनको क्यान्टिनमा खाएको खाजाको पैसा आजसम्म पनि तिरेका छैनन्। प्रशासनिक जालो जहाँ उनको सपना हरायो, सर्वोच्चदेखि मन्त्रालय, अख्तियारदेखि महानगर 5वटा छानबिन भयो। छानबिनको रिपोर्ट आयो, रकमको अपचलन भएको छैन। त्रिवी इन्जिनियरिङ अध्ययन संस्थानले गरेको अध्ययनको रिपोर्टमा स्पष्ट लेखिएको छ महानगरले 60 करोड बराबरको सम्पत्ति पाइसक्यो। उधारो 18 करोड 43 लाख बाँकी छ। तर भरतपुर महानगरले फाउन्डेसनलाई दिनुपर्ने 15 करोड अहिलेसम्म रोकिएको छ। महानगरले बहाना बनाइरहेको छ त्यो रकम दिएमा भ्रष्टाचारको मुद्दा लाग्ने छ। भरतपुर महानगरले भन्यो धुर्मुसलाई भुक्तानी गर्न कानुनले दिँदैन। सङ्घीय सरकारले 15 करोड बजेट विनियोजन गरे पनि कानुनी व्यवधान आउँदा भुक्तानी गर्न नसकेको महानगरपालिकाले स्पष्ट गरेको छ। तर यो कागजमा टलटपट लेखिएको सरकारी बजेट हो। मुद्दा त सङ्घीय सरकारले बेहोर्ने हो, महानगरले होइन। त्यसो भए किन रोकियो, किन फसाइयो, किन 5 वर्षसम्म झुलाइयो? मेरो परिवार आज पल पल मरिरहेको छ। सिंहदरबार धार घरमा पुग्दाखेरि मेरो परिवारले सोध्छ बाबु आज टुङ्गियो, मेरो श्रीमतीले सोध्छिन् टुङ्गियो त आज। धुर्मुसले अन्तत भने भरतपुरवासीसँग भेट होला, तर महानगर कार्यालयमा आजको यो भेट नै अन्तिम हो, अब कहिल्यै आउँदिन। त्यो वाक्य बोल्दा उनी कलाकार थिएनन्, उनी अभियन्ता थिएनन्, उनी हास्यव्यङ्ग्य नायक थिएनन्। उनी एक पराजित नागरिक थिए जो सिस्टमसँग पराजित भएका थिए, जो सामाजिक सञ्जालको प्रहारबाट पराजित भएका थिए, जो सङ्कुचित मानसिकता भएका विरोधीबाट पराजित भएका थिए। अन्तिम सत्य यो धुर्मुसको मात्र हार होइन, यो एउटा राज्यको हार पनि हो। तर अझै पनि धुर्मुसले हार मानेका छैनन्। उनी एक्लै लडिरहेका छन् 18 करोडको ऋणसँग, 19वटा मुद्दासँग, समाजको गलत आरोपसँग र छोरीको पीडासँग। उनी कलाकारितामा छैनन्, उनी स्टेजमा छैनन्। उनी त देशका सरकारी कार्यालयहरू, अड्डा अदालतमा आफ्नै सत्य प्रमाणित गर्दै भौतारिरहेका छन्। सत्य त एउटा मात्रै छ, धुर्मुस भ्रष्ट थिएनन्, धुर्मुसले पैसा खाएनन्, धुर्मुसले देशको नाम उच्च बनाउने सपना बोके। तर प्रणालीले, समाजले, राजनीतिले उनलाई एक्लो पारिदियो। कहिलेकाहीँ देश बनाउने सपना देशकै प्रणालीले मार्छ र त्यो मृत्यु सबैभन्दा मौन, सबैभन्दा पीडादायी हुन्छ। तपाईहरूलाई के लाग्छ? के धुर्मुस साँच्चीकै भ्रष्ट हुन्? के धुर्मुसले उठाएको रकम अपचलन गरे? के यो आरोप सबै गलत हुन् कि साँचो हुन्? कृपया आफ्नो विचार कमेन्ट गरिदिनुहोला। भिडियो मन परेमा लाइक र सेयर पनि गरिदिनुहोला। यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। धन्यवाद।